तमोर करिडोरको बाटो चाहिँ मलाई पैदल हिँड्न मन लागेर पारी यो डाँडाको पारी खै कता कताबाट चाहिँ म हेल्लोक भन्ने ठाउँबाट चाहिँ बिहान 7 बजी हिँडेको अहिले झन्डै 12 बज्नु लाग्यो। फिउवा भन्ने यहाँ परतिर सानो गाउँमा चाहिँ खानासाना खाएर अहिले म ताप्लेजुङतिर हेडिङ हुँदै तमोर करिडोरको बाटो हुँदै हुँदै हिँड्दै आएर छु। यहाँतिर बाटोहरू चाहिँ एकदम जस निकै खतरा छ हौ। बाटो चाहिँ पहिरो जाने खालको ढुङ्गा लड्ने खालको तल हेऱ्यो भने अब यस्तो छ है। तर तमोर बगिरहेछ यस्तो पहिरोको बाटो रहेछ। पहिरोको जोखिम बाटो भनौँ न, अलिकति ढुङ्गा लड्ने यस्तै छ बाटो चाहिँ। यहाँतिरको बाटो चाहिँ वाइड नै छ, जस ठुल्ठुलो ट्रकहरू पनि मजाले नै हिँड्दो रहेछ हिँड्न चाहिँ। तर मुनिपट्टि हेर्दाखेरि चाहिँ निकै खतरा डेन्जर भिड जस्तो अब पहिरो जाला जस्तो खालको बाटोहरू छ यो। तमोर करिडोरको बाटो चाहिँ यस्तो छ। अब यो बाटोमा कहिले पिच हुने हो सायद हामीले हाम्रो पुस्ताहरूले त नभेटिएला। अलिकति पुरानो पुस्ताहरूले चाहिँ पिच भएको हेर्न पाउँछन् कि हामी चाहिँ त्यस्तै होला अब सायद। यतातिर को पदयात्रा आइन पनि होला त्यति। भयो भने नेक्स्ट इयरतिर भुन्सा अरे सरी उता ओलाङचुङ गोलातिर चाहिँ एउटा सानो मेला पनि लाग्दो रहेछ। त्यहाँ माथि पोखरीहरू पनि छन् अरे। त्यो पोखरी हेर्दै तिब्बतको बोर्डरसम्म जाने मेरो इच्छा छ। लेट्स सी नेक्स्ट इयर चाहिँ जान अवसर जुर्छ होला भन्ने लागेको छ। तमोर करिडोरको बाटोको पैदल यात्रा जारी छ। अलिकति अप्ठ्यारो ठाउँको चाहिँ म सर्ट क्लिप